उपस्थिति जति ठुलो भए तापनि तपाईको परमेश्वर विश्वासयोग्य छ। जब एउटा क्रिस्चियनले आफ्नो जीवनमा यो कुरा जान्दछ कि मेरो परमेश्वर विश्वसनीयता छ, विश्वासयोग्य छ, हाम्रो विश्वास जुनै पनि गरी हामी गर्न सक्दछौँ, चाहे त्यो अप्ठ्यारो होस् या सानो होस्, चाहे मेरो परिस्थिति असजिलो होस् या साह्रो होस्, तपाईँको परमेश्वर विश्वासयोग्यता छ तपाईँलाई परिस्थितिमा सम्हाल्नको लागि। तपाईँको परमेश्वर रिलायबल छ, ट्रस्टवर्दी छ। पहिलो राजा 17:1 एलियाले आहाब हुँदाखेरिको समयमा जब एलियाले यो कुरा भन्यो कि जबसम्म मेरो शब्द म पठाउँदिनँ तबसम्म इजरायलमा पानी पर्ने छैन। अनि त्यो समयभित्र परमेश्वरले आफ्नो दास एलियालाई आज्ञा गर्नुहुन्छ, शब्द दिनुहुन्छ, त्यो चाहिँ केरित खोलामा बस्नु, जो चाहिँ जोर्डनको पूर्वतिर छ, अनि जहाँ चाहिँ तिमीले कुवाबाट पिउनु अनि कागले तिमीलाई खेलाउनेछ। अनि परमेश्वरले एलियालाई जब कमान्ड गर्नुभयो अनि हामीले 5 दिन पढ्दै आयो भने चाहिँ अब एलिया त्यही जग्गामा गएको छ जब परमेश्वरले जहाँ भयो। अनि एलिया जब त्यहाँ गयो हरेक बिहान अनि बेलुका कागले भोजन लिँदथ्यो। यसरी भन्छ मिट एन्ड ब्रेड, मासु अनि रोटी। त्यो कागले त्यो ड्युटी आफ्नो रेस्पोन्सिबिलिटीलाई कहिले पनि मिस गरेन। तर बिहान अनि बेलुका त्यो कागले एलियालाई खाना खिलाइराख्यो। अनि त्यो चनाको कागले कसरी चाहिँ बिहान बेलुका कुनै चिज नखाइकन एलियालाई खाना टाइम टु टाइम दिइरहेछ। कारण किन भन्दाखेरि चाहिँ एलियाको परमेश्वर विश्वसनीयता छ। तपाईँको परमेश्वर विश्वसनीयता छ कि हामी उहाँमा 100% भरोसा गर्न सक्छौँ। आमेन।